अनि गर्मी भएपछि फ्यान चलाउनु परेन त कि सबैको कोठामा एसी लगाइदेऊ अच्छा ए महारानीलाई एसी चाहियो अब त राजकुमारलाई पनि चाहिन्छ एसी हजुर बाबा चाहिन्छ नि किन नचाहिनु तपाईँ मेरो कोठामा एसी हालिदिनुस् त्यसपछि यो थोत्रे फ्यानलाई म हात मिलाउँदिन सरी यसो गरौँ न त तिमीहरू मिलेर मेरो सबै अङ्ग बेच अनि त्यहाँबाट आएको पैसाले एसी कुलर वासिङ मेसिन जे किन्नु छ किन कस्तो पागल मान्छे रहेछ सिधै एसी जोड्ने हैसियत छैन भन्नु नि के कुरा घुमाइरहेको होला बाबा सबै अङ्ग बेच्नु पर्दैन के एउटा किडनी बेचेर मेरो कोठामा चाहिँ एसी हालिदिनु न त ये क्या बक रहे हो मादरचोद ल छोरा हालिदिइहाल्छु नि तर किडनी चाहिँ तेरो बेच्छु ल होस् त्यसो भए पर्दैन एसी भन्दा फ्यान नै ठिक छ अब आएन लाइन पे ए बुढा लास्टै गर्मी भयो हौ जाऊ त एक बोतल चिसो किनेर ल्याऊ ए पैसा पनि मै तिर्नु अनि किन्न पनि मै जानु अनि को जान्छ त यस्तो घाममा बच्चाहरूलाई पठाउनु त बाटोमा हिँड्दा हिँड्दै ढल्यो भने यस्तो घाममा त बच्चा मात्र होइन सबै ढल्छ नि बुढी कि तिमीले मलाई ढाल्नै खोजेको अनि तिमी त बाघसँग फाइट खेलेको मान्छे होइन जब घामसँग डराउँछौ त्यति बेला त मेरो बिहे भएको थिएन नि त बुढी शरीरमा जोस जागर थियो ओठमा मुस्कान थियो मलाई के थाहा त बिहे गरेपछि जोस जागर मुस्कान सबै हराउँछ भनेर ए भनेपछि मलाई बिहे गरेर तिम्रो जोस जागर सबै हरायो होइन त अनि जोस जागर नभएको मान्छेको दुईवटा छोरा चाहिँ कसरी भयो त त्यो त ईश्वरको वरदानले भएको हो नि को ईश्वर बाबा त्यो पल्लो टोलको ईश्वर